नमस्ते आज चाहिँ हामी खाना मुकब्याङ गर्न गएछौँ हामीसँग चाहिँ हामीसँग चाहिँ चिकन लेग छ अनि पछि एल्लो राइस छ अनि चिकन यो के अरे यो चाहिँ मैले रोस्ट लेग अनि त्यसपछि वाटरमेलन अनि पछि यहाँ चाहिँ कुकुम्बर क्युवी क्यारेट एक्स्ट्रा ग्रेभी वाटर है तल सुरु गरौँ ल यो चाहिँ हाम्रो खाना हो खासमा हामीले भिडियो पनि बनाएको है त ओके सुरु गरौँ एक्स्ट्रा ग्रेभी चाहिएन त्यो लिनु हाम्रो आजको खाना हो है लेख तानु न एक्स्ट्रा ग्रेभी चाहिन्छ था मैले ज्यादा एल्लो राइस बनाएको रोस्ट पनि बनाउनु रोस्ट पनि खानु सरी बनाउनु भनेछ यो वाटरमेलन जस्तोदेखि लिएर खाएको थियो क्या अस्ति घाम लाग्दाखेरि अहिले पुरै पानी परेछ हाम्रो आजको खाना हामी चाहिँ प्राय यस्तै 2 बजे त्यसरी खान्छौँ अफ भएको बेला दुईजनाको कहिले अफ हुन्छ त्यो बेलामा चाहिँ यस्तै हल्का मिठो मसिनो भनौँ न जे आउँछ त्यही बनाएर खाने हो के साथी हो हैन 2 दिनको जिन्दगीमा फेरि कहिले नाइट कहिले डे कहिले के हुन्छ नि त नि त भरे ड्युटी पनि छ मेरो नि ड्युटी त आज राति आज छैन हैन आज छैन तर भोलि छ परदेशी लाइफ यस्तै छ नि एक्स्ट्रा ग्रेभी चाहियो तर खाने अब चाहिँ म रोस्टेड वाला खान्छु ल कस्तो भएछ अनि सानो चाहिँ खानु पर्यो ग्रेभी वाला होइन रोस्ट वाला मलाई तैँले पनि दाल पकाउन अन्त बनायो प्लस खानु झ्याउ पनि लागेको क्युबीहरू पनि खाने एक्स्ट्रा ग्रेभी हालेर खानु अफको दिनमा चाहिँ मजाले खानुपर्छ है साथीभाइहरू हो नि त हैन मैले साह्रै साग चाहिँ राख्नु बिर्सेछ दुईजना एउटाको ड्युटी नाइट एउटाको डे त्यस्तोको अपोजिट ड्युटी अनि
यो अस्तिदेखि ल्याएको खानु नपाएर भनौँ कि नभएर भनौँ त्यही भएर निकालेको मैले सबै फेरि बिग्रिन्छ नि त रोस्ट खानुभयो रोस्टवाला कुन मिठो लाग्यो रोस्टवाला खान्छु अब त्यो चिसो भइसकेको रहेछ नि त्यो मैले अघि बनाएको नि त रोस्टवाला त मिठो छ तर अलिक तातो हुन्छ म चाहिँ सुतेर उठेर यो खाना बनाएर बसेको घरहरू सफा गरेँ खाना पनि ठिक्क भएछ मलाई त तपाईँ खानु हालेर खानु कहिलेकाहीँ चाहिँ मजाले खाना खाइन्छ है यसरी मलाई लागिरहेको थियो आज खाना चाहिँ मलाई धेर हुन्छ होला भनेर मिठो भयो मजा आयो खानालाई ओहो हो खानु होला खानु पुग्यो खाना भयो अब लास्टमा वाटरमेलन खान्छु मिठो भयो पुग्यो नखाने ओके साथीहरू हाम्रो मुकब्याङ चाहिँ यहीँ सक्यो होइन मुकब्याङ भनौँ खाना खाएर अब हामीले भ्यायौँ आजको दिन चाहिँ हामी दुईजनाको अफ भएको थियो त्यही भएर हामीले मिठो खाना बनाएर खायौँ अनि हाम्रो खाना खाएर पनि सक्यो सो गाइज प्लिज नहिस्काइकन ढिला नगरिकन युट्युब च्यानलमा चाहिँ लाइक कमेन्ट सब्सक्राइब छोडिदिउँ होला भ्युज गरिदिनु होला सेयर गरिदिनु होला होइन भन्दै आजको भिडियो यही गर्छु सी यु इन नेक्स्ट भ्लगमा